साथीहरु, यो श्रीमती 50% घडी जस्तै हुन्छन् अनि 50% घडीको ठ्याक्क उल्टो हुन्छन्। जसरी घडीको सुई 24 घण्टा लगातार टिक 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 आवाज गरिराख्छ, त्यसरी नै श्रीमती पनि 24 घण्टा लगातार किच 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 आवाज गरिराख्छ। घडीमा अलार्म बज्ने टाइम फिक्स हुन्छ, तर श्रीमतीको बाज्ने टाइम फिक्स हुँदैन। ऊ आधी रातमा पनि बाज्न सुरु गर्न सक्छ। जब घडी बिग्रन्छ तब घडी ठीक गर्नको लागि घडी मेकानिककोमा लगेर बनाउनु पर्ने हुन्छ। त्यस्तै जब तपाईकी श्रीमती बिग्रन्छ तब श्रीमतीलाई मनाउनको लागि शपिङ गर्न लाग्नु पर्ने हुन्छ। जब घडीमा 12 बज्छ तब घडीको तीनटै सुई एकै ठाउँमा भएकोले तीनटा सुई एउटा जस्तो देखिन्छ। तर जब श्रीमतीले तपाईको 12 बजाउँछ तब एउटै श्रीमती पनि तीन तीनटी जस्तो देखिन सक्छ। बजारमा घडीको नयाँ मोडल आयो भने घडी फेर्न घडी बदल्न सक्नुहुन्छ, तर श्रीमतीलाई घडी फेरे जस्तो फेर्न सक्नुहुन्न, श्रीमती बदल्न सक्नुहुन्न। बरु श्रीमतीको इच्छा अनुसारले तपाईले आफूलाई फेर्नु पर्ने हुन्छ। श्रीमतीको डिमान्ड अनुसार तपाईले आफूलाई बदल्नु पर्ने हुन्छ। घडीलाई चार्ज गर्नको लागि ब्याट्री या बिजुलीको आवश्यकता पर्छ। त्यस्तै श्रीमतीलाई चार्ज गर्नको लागि स्यालेरी या ज्वेलरीको आवश्यकता पर्छ। जब घडी बिग्रन्छ तब घडी बन्द हुन्छ, तर जब श्रीमती बिग्रन्छ तब बल्ल उ सुरु हुन्छ। जसरी घडीको सुई घुमेर बारम्बार एउटै पोइन्टमा आइपुग्छ, त्यसरी नै झगडा गर्ने बेलामा श्रीमती पनि घुमेर एउटै पोइन्टमा आइपुग्छ। तिमी यस्तो, तिम्रो आमा यस्तो, तिम्रो दिदी बहिनी यस्तो, तिम्रो शाखा सन्तान यस्तो। अनि साथीहरु, कस्तो लाग्यो त कुरो? चित्त बुझ्यो कि नै? कमेन्ट गरेर भन्नु होला है। अनि भिडियो मन पर्यो भने यो भिडियोलाई आफ्नो साथीहरुसँग अनि संगिनीहरुसँग दरो शेयर गर्दिनु न। भिडियोलाई शेयर गर्दिन नगर्दिन के छ र हो मरिलानु 2 दिने जिन्दगानीमा, प्लिज।